भारत पाकिस्तान तनाव ड्रोन आक्रमण नेपालमा असरको सम्भावना। भारत र पाकिस्तान बीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वको चरम बिन्दुमा पुगेको छ। अप्रिल 22 तारिकमा भारतको जम्मू कश्मीर स्थित पहलगाममा भएको आक्रमणमा 26 जनाको ज्यान गएको थियो। यो घटनाको प्रक्रियामा भारतले पाकिस्तान र पाकिस्तान प्रकाशित कश्मीरमा हवाई हमला गर्दै अपरेसन सिन्दुर सञ्चालनमा ल्याएको छ। भारतको आक्रमणमा महिला र बालबालिका सहित 31 जना पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानले जनाएको छ। यसैगरी सीमा क्षेत्रमा भएको गोला आक्रमणमा कम्तीमा 15 जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ। जवाबी रूपमा पाकिस्तानले अपरेसन बुनयाम मर्सुस अन्तर्गत भारतका 3 वटा सैन्य अड्डालाई निशाना बनाउँदै 300 देखि 400 ड्रोन आक्रमण गरेको भारतीय अधिकारीका अनुसार ती मध्ये धेरै ड्रोनलाई सुरक्षा बलले खसालेका छन्। दुवै देशका सामान्य नागरिकहरू हताहत भइरहेका छन् भने जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले राज्यमा नयाँ बङ्करको आवश्यकता रहेको बताएका छन्। अब नेपालमा पर्न सक्ने असरबारे ध्यान दिँदा दिल्ली स्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन, सचेत रहन र आधिकारिक सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेका छन्। पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक परेमा सहयोग उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आयल निगमले इन्धन आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई आत्तिएर अधिक खरिद नगर्न अपिल गरेको छ। सुरक्षाविदहरूका अनुसार भारत पाकिस्तानको द्वन्द्व अझै चर्किएमा नेपालमा खुल्ला सिमानाबाट शरणार्थीको चाप बढ्न सक्ने, आपूर्ति श्रृङ्खलामा अवरोध आउन सक्ने, महँगी बढ्न सक्ने र पर्यटन तथा सुरक्षा क्षेत्रमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको बताएका छन्।